भनिन्छ द बेस्ट अपर्च्युनिटी इन मार्केट भनेको चाहिँ यस्तो बेला आउँछ जब चाहिँ सबैजना डराइरहेको र मार्केट एकदम डाउन भइरहेको बेला छ भने, जुन अहिले नेपालको स्टक एक्सचेन्जमा ठ्याक्कै लागू हुन्छ। यो बेलामा यदि हामीलाई स्टक मार्केटमा लगानी गर्नु छ भने बेस्ट टाइम हो, तर हामीलाई कुनमा लगानी गर्ने, केमा लगानी गर्ने, कसरी लगानी गर्ने केही थाहा भइरहेको छैन भने चाहिँ म्युचुअल फन्ड एउटा राम्रो अल्टरनेटिभ हो जसबाट चाहिँ हामीले हाम्रो पुँजी डाइरेक्टली स्टक मार्केटमा इन्भेस्ट गर्न सक्छौँ। सो यही टाइममा सिद्धार्थ क्यापिटलले चैत्र 26 गतेदेखि सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम 3 चाहिँ इस्यु गरिरहेको छ। यो SIGS 3 चाहिँ क्लोज एन्डेड म्युचुअल फन्ड हो, अर्थात् यसको म्याच्युरिटी चाहिँ 10 इयर्समा हुन्छ र एक्सपेक्टेड रिटर्न चाहिँ 20% भन्दा माथि नै देखाइएको छ। म्युचुअल फन्डको साइज चाहिँ 1 अर्ब 20 करोड रहेको छ। यो फन्ड 10 वर्षसम्मको हुनेछ र यसको लगभग प्रोजेक्टेड डिभिडेन्ड चाहिँ कस्तो छ भनेर हेर्दाखेरि फर्स्ट इयर 8%, सेकेन्ड इयर 10%, गर्दै 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 9th इयरसम्म 12% दिएर 10th इयरमा चाहिँ यो मच्योर हुने देखिन्छ है। तर कुनै पनि म्युचुअल फन्डमा इन्भेस्ट गर्नु अगाडि फन्ड म्यानेजरको हिस्ट्री नहेरिकन इन्भेस्ट गर्न चाहिँ हुँदैन। सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत अहिलेसम्म 2टा म्युचुअल फन्ड म्याच्योर भइसकेका छन्। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम 1 ले एभरेज रिटर्नमा चाहिँ 48.45% पर एनम 5 वर्षमा दिन सफल भएको थियो। सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम SEOS ले चाहिँ 13.58 एभरेज रिटर्न पर एनम विदिन 5 इयर पिरियड दिएको थियो भने नेप्सेको रिटर्न जम्मा 4.56% हुँदाखेरि पनि यो म्युचुअल फन्डले चाहिँ 13.58 एभरेज रिटर्न चाहिँ दिन सफल भएको थियो। यो फन्ड म्यानेजरको हिस्ट्री हेर्दाखेरि चाहिँ यो प्रोजेक्सन चाहिँ समवट अचिभेबल चाहिँ देखिन्छ। सो यदि तपाईँ म्युचुअल फन्डमा लगानी गर्न चाहनुहुन्छ भने व्हाट आर यु वेटिङ फर, दिस माइट बी द राइट अपर्च्युनिटी।